नमस्कार आदरणीय दर्शकबिनहरू, आज वैशाख 16 गते आज हामी मालपोत चौक स्थित एकजना दलेदाईको अफिसमा आइसकेका छौँ। नेपालमा अहिले घर जग्गा बिक्रीको के कस्तो माहौल छ भन्ने कुरा आउनुहोस् हामी उहाँसँगै हामी केही हदसम्म बुझ्ने प्रयास गरौँ। दलालजी, तपाईँलाई हाम्रो कार्यक्रममा एकदमै स्वागत छ। के भन्न चाहनुहुन्छ अहिलेको नेपालको घर जग्गाको स्थिति के कस्तो छ भन्ने कुरा चाहिँ विस्तृत रूपमा जानकारी धन्यवाद। विशेष गरी अब दलाली पेसा गरेको पनि आज 15 वर्ष भइसक्यो। 15 वर्षमा सम्पत्ति शुद्धिकरण पनि लगाउन सकेन कसैले अख्तियार पनि लगाउन सकेन। कहिले कर तिरेको छैन, कर तिर्ने आवश्यकता कहिले छ भन्ने पनि सोचिन। जग्गा मैले पानी मुनिको जग्गा पनि बेचिदिन्छु। त्यसमा सुन्नु न, पहिला कुरा पानी मुनिको जग्गा पनि म बेचिदिन सक्छु, तपाईँले ल्याएर दिन पर्यो। बालुवा हाल्नु जग्गामा बालुवा हालेको जग्गा पनि बिक्छ। क्रसरको व्यवसाय गरे त्यहाँ पनि भएन भनेर एउटा अफिस खोलेर बसियो, 3-4 जना बसियो, सामान त्यहीँ छोडेर हिँड्न पऱ्यो, उठिवास भयो, त्यहाँ पनि भएन। त्यसपछि मलाई यो फाप्यो एउटाले फापरलाको जग्गा देखायो अनि ल यो बिकाइदिनु पऱ्यो हजुर भन्यो। म पनि टाटो बाटो मान्छे, ल हुन्छ भने एउटा मुर्गा आइरहेको थियो, च्याप्टेसँग फसाए पऱ्यो। त्यो बाढी आउँदा पुरै डुब्ने रहेछ जग्गा। मलाई फोन गरेर जग्गा डुब्यो हजुर भन्छ। तपाईँको त जग्गा डुब्यो, म त व्यवसाय डुबेर उत्रेर आएको। पहिलो त डुब्ने नै हो, तेस्रोबाट राम्रो हुन्छ भनिदिएँ मैले। त्यसपछिको व्यवसाय राम्रै छ। अहिले अलिकति सरकारले हामीलाई नहेरेको हो कि रियल इस्टेट बिजनेसमा अलिकति सुधार ल्याउनु पऱ्यो सरकारले, त्यही नै भन्छु। धन्यवाद। हस् त, यति भन्दै देशको भूमि बेच्ने दलालहरूको कुरा अब हामीले योभन्दा बढी सुन्न चाहँदैनौँ। यसैले आजको लागि हामीले कार्यक्रम अन्त्य गर्दछौँ। हस् त, एकैछिन फुर्सद छैन, पर्छ चटारो। अभागी यो पुरपुरोमा सधैँ छ टाढो।